आदरणीय प्रियजन, आज जति पनि तपाईँहरू अनलाइन फेलोसिपमा जोडिनु भएको छ, तपाईँ सबैजनालाई ख्रीष्ट येशूको नाममा जयमा छु। आज तपाईँलाई स्वागत गर्न चाहन्छु र विशेष गरिकन आज हामी बाबुहरूको अनलाइन फेलोसिपलाई हामी सुरु गर्नेछौँ र सुरु गर्नभन्दा अगाडि छोटो प्रार्थना गरौँ। मानिमानस जीवित परमेश्वर पिता, तपाईँलाई धन्यवाद दिन्छौँ यो समयको निम्ति। तपाईँ परमेश्वरले हामीलाई यो समय जुटाउनु भएको छ, धन्यवाद दिन्छौँ। र यो समय तपाईको निम्ति छ र पिता परमेश्वर तपाईलाई महिमा, प्रशंसा, आराधना, तपाईलाई आदर, महिमा तपाईलाई चढाउँछौँ, धन्यवाद चढाउँछौँ यो समयको निम्ति। जति पनि हामीले जुन चाहिँ आज वचनबाट हामीले मनन गर्नेछौँ, हामीलाई नयाँ आशिष लिएर तपाईँले गर्नुहोस्। आफ्नो सेवकलाई जुन चाहिँ वचनले तपाईँले प्रकाश गर्नुभएको छ, त्यो वचनले हाम्रो जीवनमा ठुलो काम गर्न सकेको छ, प्रार्थना गर्न चाहन्छु। धन्यवाद भयो परमेश्वर सबै थोक र हाल समय सबै जीवन प्राण तपाईँको आत्मसमर्पण गर्दै माया गर्छु हाम्रो परमेश्वर ख्रीष्टको नाममा, आमेन। हुन्छ, यो समय हामी परमेश्वरको वचन, जीवित वचनलाई हामी सुन्नेछौँ र विशेष आफ्नो सेवकलाई म हृदयबाट धन्यवाद दिन चाहन्छु। उहाँले आफ्नो बहुमूल्य समय हाम्रो निम्ति उहाँले दिनुभएको छ र विशेष तपाईँलाई सबै जति पनि तपाईँले यो अनलाइनमा तपाईँले जोडिनु भएको छ, सबैलाई म विशेष प्रार्थनाको निम्ति रिक्वेस्ट गर्न चाहन्छु। उहाँको निम्ति प्रार्थना गरिदिनुहोस्। उहाँको सेवकाई, उहाँको परिवारको निम्ति हामी विशेष प्रार्थना गरिदिनेछौँ र परमेश्वरले उहाँलाई अझै आउने दिनहरूमा उहाँको मान महिमाको निम्ति उहाँले स्वर्गीय आशिषले आफ्नो सेवक साथै उहाँको परिवारमा उहाँले धेरै मात्रामा आशिष परमेश्वरले दिउन्। हुन्छ, यो समय हामी परमेश्वरको वचनमा हामी जानेछौँ। लाई ख्रीष्ट अभिवादन साथै बडादिन क्रिसमसको हार्दिक शुभकामना। परमेश्वरको वचन राख्ने मौका दिनुभएको लागि मण्डली सबैलाई धन्यवाद भन्न चाहन्छु। यति बेला हामी परमेश्वरको वचन भजन सङ्ग्रह 128 को 1 देखि 6 पदबाट केही आशिषका कुराहरू हामी सुन्नेछौँ। यहाँ लेखेको छ, हरेक जो परमप्रभुदेखि डराउँछ, जो उहाँको मार्गमा हिँड्छ, त्यो धन्यको हो, किनकि तैँले आफ्नो हातको कमाई खानेछस् त सुखी हुनेछस् र तँलाई असलै हुनेछ। तेरी स्वास्नी फल दिने दाग जस्तै तेरो घरको भित्रपट्टि हुनेछ। तेरा छोरा छोरीहरू तेरो टेबलको वरिपरि भद्राक्षका मुनाहरू जस्तै हुनेछन्। हेर, परमेश्वरको डर राख्ने मानिसहरू त्यस्तै आशीर्वादी हुनेछन्। परमप्रभुले तँलाई सियोनबाट आशीर्वाद दिनुहुनेछ। तेरो जीवनभरि तैँले यरुशलेमको उन्नति देख्न पाएस्। तैँले तेरा नाति पनाति देख्न पाएस्। इजरायलमा शान्ति आओस्। आमिन। हामी यो भजन सङ्ग्रह 128बाट बाबुको विषयमा अथवा एक इसाई बाबु कस्तो हुनुपर्छ भन्ने विषयमा हामी हेर्नेछौँ अथवा सुन्नेछौँ। हुन त यो 6वटा पदमा हामीले बाबु भन्ने शब्दको उल्लेख भएको हामी पाउँदैनौँ, तर यहाँ 3 पदमा 13 अनि 4 पदमा मानिस भन्ने शब्दले एक बाबुलाई बुझाउँछ। किनभने उत्पत्ति 1:26 र 2:7 आदमलाई परमेश्वरले मानिस भनी सम्बोधन गर्नुभएको पाउँछौँ। यसकारण भजन सङ्ग्रह 128 को लेखकले एक बाबुलाई नै सम्बोधन गरेर लेखेको हो भनी बुझ्न सकिन्छ। भजन सङ्ग्रह 128बाट धेरै आशिषहरू पाउन सकिन्छ। तीमध्ये 4वटा कुराहरू बुझ्ने कोसिस गर्छौँ। पहिलो आशिष 1 पद र 4 पद पढ्दा एउटा बाबु परमेश्वरसँग डराउने अथवा परमेश्वरको वचन मुताबिक हिँड्ने हुनुपर्छ भन्ने बुझिन्छ। अनि यो परमेश्वरप्रति आज्ञाकारी अनि परिवारको निम्ति एक उदाहरण पनि हो। जुन बाबु परमेश्वरको वचन अनुसार हिँड्छ, परमेश्वरको डरमा हिँड्छ, आज्ञाकारी जीवन जिउँछ भने निश्चय नै ऊ चाहिँ आफ्नो परिवारको निम्ति उदाहरण बनिरहेको हुन्छ। दोस्रो कुरा 2 पद अनुसार अरूमाथि भर नपरेर आफै परिश्रम गरी स्वनिर्भर हुनुपर्छ भन्ने बुझिन्छ। स्वनिर्भरले आफूमा र परिवारमा खुसी ल्याउँछ भन्ने कुरा भजन लेखकले बताउनुहुन्छ। जसरी 2 पदमा यसरी लेखेको छ, किनकि तैँले आफ्नो हातको कमाई खानेछस्,
त सुखी हुनेछस् र तँलाई असलै हुनेछ। एउटा घरको बाबु अरूमाथि भर परिरहने होइन, तर स्वनिर्भर हुनुपर्छ भन्ने स्पष्ट हामी बुझ्न पाउँछौँ। तेस्रो कुरा, 3 पद अनुसार परमेश्वरसित डराउने अथवा परमेश्वरको वचन अनुसार जिउने पतिको पत्नी पनि आशीषित हुन्छ। किनभने एउटा पत्नीले आफ्नो पति परमेश्वरप्रति कतिको इमान्दार छ, परमेश्वरको डरमा कतिको हिँड्दैछ, परमेश्वरको मार्गमा कतिको हिँड्दैछ भन्ने कुरा उसले देखिराखेको हुन्छ। अनि पतिको कारणले गर्दाखेरि पत्नी पनि घरभित्र आशीषित हुन्छ, किनभने उसले आफ्नो पतिको सधैँ नै परमेश्वरप्रतिको इमान्दारिता देखिरहेको हुन्छ। अनि याद गर्नुपर्ने कुरा, परमेश्वरको इमान्दारले, परमेश्वरप्रतिको इमान्दारीले परिवारमा आशिष ल्याउँछ। यहाँ छोराछोरीहरूलाई भद्राकसँग मुनासँग तुलना गरिएको छ। 3 पदमा, तेरी स्वास्नी फल दिने दाग जस्तै तेरो घरको भित्रपट्टि हुनेछ, तेरा छोराछोरीहरू तेरो टेबलको वरिपरि भद्राक्षका मुना जस्तै हुनेछन्। यहाँ छोराछोरीलाई भद्राक्षका मुनासँग तुलना गरेको छ। भद्राक्षलाई हिब्रूमा जैट अनि ग्रिकमा एलाइया भनिन्छ। प्राचीन हिब्रूहरूको निम्ति यो भद्राक्ष अति नै बहुमूल्य हुन्थ्यो अनि हुन्छ पनि। अझै पनि उनीहरूले भद्राक्षलाई बहुमूल्य मान्छन्। भद्राक्षको विषयमा उत्पत्ति 8:11 प्रथमपल्ट उल्लेख गरिएको पढ्न पाउँछौँ। भद्राक्षले सुन्दरता, बल, स्वर्गीय आशिष र उन्नति ल्याउँछ। यहाँ मुना भन्नाले आफूबाट उत्पन्न भएको बुझिन्छ। परमेश्वरको डर राख्ने बाबुको कारण परमेश्वरले छोराछोरीलाई आशिषको कारण बनाउनुहुन्छ र उनीहरू परमेश्वरको निम्ति अनि परिवारको निम्ति बहुमूल्य हुन्छन् भन्ने कुरा हामी बुझ्न सक्छौँ। चौथो कुरा, 5 र 6 पद अनुसार परमेश्वरको मार्गमा हिँड्ने बाबुको परिवारलाई स्वर्गबाट, यहाँ सियोन भनेर लेखिएको छ, सियोनलाई हामी स्वर्ग भनेर बुझ्छौँ। परमेश्वरको मार्गमा हिँड्ने बाबुको परिवारलाई स्वर्गबाट अथवा सियोनबाट आशिष दिनुहुन्छ अनि आफू बसेको ठाउँ यरुशलेममा शान्ति र उन्नति दिनुहुन्छ। यसै कारण एक इसाई बाबु आफू पहिला आफै परमेश्वरको डरमा हिँड्ने, परमेश्वरको मार्गमा हिँड्ने भएर परिवारको निम्ति नमुना बन्नुपर्छ। जहिले पनि परमेश्वरको डर, परमेश्वरको भयले चाहिँ परिवारमा शान्ति, सुख र आशिष ल्याउँछ। परमेश्वरको वचनमा हामी सबैलाई परमेश्वरले धेरै आशिष दिउन्। आमेन।